साथीहरू ड्युटी जान भनेर बाथरुममा गएर नुहाउँदै थिएँ है। बाहिर साइरन बज्यो। के को साइरन बज्यो भनेको त फायरको साइरन बजेको रहेछ है। अनि हतार हतार गरेर पखाल पुखुल पारेर रुममा निस्केको। सबै रुमका मान्छेहरू, फ्ल्याटकै मान्छेहरू सबै बाहिर निस्किँदै थिए। ल ल ल ल ल आग लाग्यो भन्दा भन्दै धुवाँसुवा पनि आइहाल्यो रुममै। त्यहाँबाट खट्टु पनि नलाइकन एउटा जाँगे फाट छिउरेर मासतिर एउटा टी सर्ट हालेर झरियो खल्लीबल्ली ड्युटी। अनि त्यस पछाडि तल गएको, पुरै म बसेको भन्दा माथिल्लो बिल्डिङमा आग लागि भएछ। सबैजना तल झरे है। फायर डिफेन्सहरू आइहाल्यो। आगो पनि निभायो। 1-2 घन्टापछि अहिले ड्युटी पनि हिँडिया छ होइन। तर साथीहरू म के भन्न गइरहेको छु भन्दाखेरि विदेशमा गल्फ कन्ट्रीमा जति पनि गल्फ कन्ट्रीमा बस्ने साथीहरू धेरै अल्को बिल्डिङहरूमा बस्नुपर्छ है। के गर्नु, त्यो हाम्रो बाध्यता हो। तर रुममा आफ्नो झटपट झोला एउटा बनाउनु होला होइन। त्यसमा आफ्नो आइडी, डकुमेन्ट, पासपोर्टहरू, जति पनि पैसाहरू छ, केही आफ्ना इम्पोर्टेन्ट सामानहरू छन् भने हालेर राख्नु होला। एउटा सानो चट्टको झोला बनाएर है। र अलि सजग रहनुहोस्। अब गर्मी बढ्दैछ। धेरै ठाउँहरूमा आग लागि भएर विभिन्न मान्छेहरू मरिरहेको पनि छन् आगोमै जलेर। यही भन्न चाहन्छु। र यो भिडियो सकेसम्म सेयर गर्नु होला साथीहरू है। र सबैलाई राम्रो होस्। पशुपतिनाथले सबैको कल्याण गरोस् भन्न चाहन्छु। बाई बाई।